ल अघिको कुरा भन त यसलाई टोक यसलाई घाइते बनाइदिन्छ खुचे हो टोक गाइज यो मान्छे चाहिँ होइन मेरो घर आएर न्यु खोजिरहेछ है को ओइ माम बखा तो हिजो ल्यान गरे मेरो कोठामा गएर ल्यान गरे हो कि होइन यो घरमा आएर यसो गरी हल्लाउ हेर्नु त्यहाँ मुठी तेरो घरमा कहाँ छु र म त यहाँ कहाँ छ घन्टीपाटीको होइन म अब घर टोलमै बस्दा पनि होइन मेरो घर यो हो होइन यसरी हेर्नु यो खाली न्यु खोज्न आउने यसको दाजुभाइ छोराछोरी बोलाउने के गर्नुहुन्छ अरे तपाईँले मलाई अनि तँ न्यु खोजिस भने जे भने त्यही गर्नु के गर्नुहुन्छ के हुन्छ तपाईँ कहाँको रे रामे छाप र कहाँको रे तपाईँ कहाँको दादा रामे छाप र कहाँको दादा भन्नु न बोल्नु न अब किन तँसँग राम छाप र सिद्ध बाजाको मान्छेलाई तैँले जिसायो भने तँ जस्तो म चाहिँ गाई बनाउन सक्ने जिन्दगी हाम्रो छ मलाई यहाँ गाई बनाउने भने धम्की दिइरहेछ होइन तँ किन फौजी के अरे होइन तँ जहिले पनि त्यहाँ के अरे उहाँ बसबाट गएर तँ के कामले न्यु खोजेर बस्दा छ तेरो पैसा ल तिर पैसा तिर के को पैसा तिर्ने मेरो तिमीहरूको उपचार गरिदिएको औषधिको उपचार गरेको पैसा ल्याउ न ल यहाँ टाका मारेको टाका मारेको कसले मैले यो जाँड खाएर लड्ने अझ ऊ तँलाई अहिले भर्खरै हेर्नु है गाइज मलाई चाहिँ एक सुयो भने चाहिँ म अब यही केस राखिदिन्छु भिडियो प्रमाण छ तपाईँको अगाडि मेरो घरमा आएर यसरी ठुलो कुरा गर्ने घरमा पनि थिएन म पसलमा सामान किन्न गएको थिएँ चुरोट किन्न जाँदाखेरि अनि यो हल्ला गरिरहेको छ घर मेरो यही है हेर्नु आँगनमा आएर यसरी ठुलो कुरा गरिरहेछ म यहीँ बाटोको रोडमा बाल्ला बोक्ने मान्छे मै हुँ बाल्ला बोकेर हिँड्ने मान्छे गरिब दुःख गरेर हिँड्ने मान्छे मै हुँ अनि यसले यसले के अघिको भनेको कुरा गर्नु न मलाई कहाँ गरे गाई बनाउने रे तपाईँले मलाई गाई बनाउनु हुन्छ अरे हेर्नुभयो त यसको धम्की अब यहाँ छँदैछ होइन यसको छोराछोरीको पनि धम्की म तपाईँलाई देखाउँछु होइन यिनीहरू मलाई ठुलो कुरा हान्यो भने छोरीपासो लाग्छ हेर्नु होइन अस्ति यसरी उता जानु जाँड खाएर आज पनि जाँड रक्सी खाएर पुरा यहाँ हल्ला गरेर हल्ला गरेर बसिरहेछ यो मान्छेलाई चाहिँ कडाभन्दा काडा कारवाही गर्नु पऱ्यो अनि कडा कारवाही माग्नु पऱ्यो होइन अब मैले त अब के हात हालेकै छैन अस्ति पनि जाँड खाएर हो यहाँ हो त्यो भन्दै थियो अनि त्यहाँबाट मैले उता जानु तपाईँ घर जानु भने घर नजाने अनि आफ्नो ठाउँ गएर हल्ला गरेर यहाँ किन हल्ला गरेर यहाँ किन हल्ला चोर भन्ने यता भन्ने मलाई होइन अघि आमालाई पनि मुख छाड्ने अनि त्यहाँबाट यस्तो गर्छु मलाई मार्ने धम्की लाउने यो मान्छे हेर्नु है अघि जस्तो सन्किनु न खै सन्के अघि त सन्किनु भएको थियो त अहिले क्यामेरा अगाडि आएपछि चाहिँ किन यस्तो उसै पऱ्यो भने त लाइफमा कि म छैन कि तँ छैन देख्नुभयो त मैले यो मान्छेले किन भन्दा पनि अस्तिको बेलुका यसको छोराहरूले पनि मलाई हातपात गर्यो मोबाइल चोर्यो अरे तपाईँसँग के प्रमाण छ तपाईँले प्रमाण देखाउनु पऱ्यो मैले चोरेँ अरे अनि अरू जाँड रक्सी खाएर फेरि अनि भन्नु न फेरि अब भन्नु न फेरि भन्नु न देख्नु त यो मान्छेको चाली देख्नुभयो अझसम्म भेट हुनु धेरै दुनियाँमा यो युट्युबमा नि हाल्छु फेसबुकमा नि हाल्छु अनि यो मान्छेलाई चाहिँ कडाभन्दा कडा कारवाही गरी भनेर म एकचोटि निवेदन पनि दिन्छु अनि अब छोराहरूको पालो भिडियो खिच्न पाएन अस्ति भएको छैन माथि भिडियो छ यसको छोराहरूको पनि माथि नगरपालिकामा त्यहाँ सिसी क्यामेरामै छ त्यो हामीले देख्न सक्छ अनि यो बुढालाई मैले अस्ति पनि मैले हो गल्ती गर्छ जुनको गल्ती देखाउने अस्ति जडियाले उता गर्दा भन्दाखेरि गर्दा कसलाई गर्दा तेरो सम्पत्तिको धाक दिन्छ
जो त तँ हिरो भाडामा भएको नाममा के को म हामी हिरो- कोठा म भाडा हिरो बस्नेलाई भनेकै छैन। छर्का तैँले अनि तँलाई बाँकी राख्छु ल हेर्नु थर्काउने कस्तो तरिकाले थर्काउनु पऱ्यो त्यो आइडिया छ तँलाई त अझ हामी सोझो